छोरो मदन त पनि ठुलो भइसक्यो अब बिहे पनि गरिसक्यो अब काम गर्नु परेन बाबु काम खोजेर म बुढो मान्छेले कति धान्नु यो घर व्यवहार अब त तिम्रो पालो हो नि बाबु दिमाग लगाऊ बाबु हुन्छ नि बुवा म गरिहाल्छु नि काम खोजेर तर के गर्ने आफूले भनेको जस्तो कामै पाइँदैन त्यसो भनेर कहाँ हुन्छ र बाबु खोजेपछि भेटिहाल्छ नि कहीँ न कहीँ त काम के गर्ने बुवा त्यत्रो खोजे कहीँ पनि पाइनँ आफूलाई हुने काम पनि छैन त्यसो भनेर कहाँ हुन्छ र बाबु अब तिम्रो बुवा पनि बुढो भइसक्नु भयो अब त मलाई खोज्न गयो नि कसैले काम पनि दिँदैनन् अब तिमीले नगरे कसले गर्छ पहिले पो तिमी सानो थियौ हामीले जिन्थिन गरेर तिमीलाई हुर्कायौँ पढायौँ ठुलो मान्छे बनायौँ तिम्रो बिहे पनि गरिदिउँ अब त तिम्रो पालो हो नि बाबु घर जान्ने घरको हालत त तिमीलाई थाहा छँदैछ हुन्छ नि त आमा म विदेश जान्छु नि हजुर विदेश जाने रे पर्दैन यति गोटा हुँदैन म त जान दिन दिँदैन त्यसो भनेर कहाँ हुन्छ र मुना हेर न घरको हालत पनि त्यस्तो छ अघि आमाले भने चाहिँ बुवा पनि बुढो हुनु भइसक्यो केही गरेपछि हाम्रो छोराछोरी पनि होला अब उनीहरूलाई पढाउनु पर्यो हुर्काउनु पर्यो त्यसैले विदेश जानै पर्ने हुन्छ होइन हजुर गएपछि म यहाँ एक्लै बस्ने तिमी एक्लै कसरी हुन्छ र मुना तिम्रो साथमा त हामी छँदैछौँ नि होइन र ल त्यसो भए मदन त विदेश जाने तयारी गर है म अब साउकोमा पैसा खोज्न जानु पर्यो हुन्न हुन्छ ल बुढी अब तिमी घर धन्दा के हो त्यता विचार गर तिमी पनि छिटै गर गएर अब काहीँतिर जानु पर्ला नि ल हुन्छ नि त बुवा मेरो काठमाडौँमा साथी छ म उनीलाई कल गरेर सोध्छु ल जाऊ अलिक छिटै जाऊ यसो ढिलो कति ढिला गरेको खै खाले ल्याउले बुढी छोरो अर्काको देशमा जाँदैछु तिमीले यता केही चिन्ता गर्नु पर्दैन घरको है हुन्छ बुवा हाम्रो जानु आफ्नो ख्याल बेला बेला फोन गर्दै गर्नु हुन्छ आमा हजुरहरू पनि राम्रोसँग बस्नु होला बुवा पनि बिरामी हुनुहुन्छ बुवाको चाहिँ राम्रो ख्याल राख्नु नरो मुना नरो रोएर बिदा गर्नु हाँसेर बिदा गर्नु साइड पर्छ नरो बुवा आमाको राम्रो ख्याल गर राम्रोसँग गर्छु टाइममा खाना खाइछु बेला बेला फोन गर्छु हुन्छ म फोन गर्छु बेला बेलामा टाइम मिलाएर ल गाडी पनि छुट्ने बेला भयो म जान्छु ल बुवा ल आमा ल राम्रोसँग बस्नुहोस् बुवाहरू आमाको ख्याल गर्नु है बुवा आमा बाहिर निस्किनुहोस् न किन के भयो अनि बाबुलाई त चिन्न सकेन नि आमा नमस्कार नमस्ते नमस्ते बाबु म मदनको साथी जीवन म काठमाडौँबाट आएको ए बाबु बसौँ न ओछ्यानमा बुहारी खान लिएर आउनु बाबुलाई के छ ल है आउनु बाबु यतै बस्नु ल बाबु बसौँ न एकछिन है मदनलाई मैले नै विदेश पठाएको हो यसो छुट्टीको बेलामा कहिलेकाहीँ हाम्रो घरतिर पनि जानु भन्नुभएको थियो ठिक छ बाबु पानी खाऊँ न आउनुपर्छ बुवा ए ए ए राम्रो गर्नुभएको छ नि त बाबु त्यही अब छुट्टी हुँदा त अनि यसो घुमफिर गर्ने भनेको अनि बाबुको घर चाहिँ कता होला परिवारहरू कति छन् होला घरमा मेरो घर धादिङ हो बुवा अनि घरमा बुवा आमा दाई अनि म बहिनी रहेछ सबैजना बुहारी जाऊ गएर खाना बनाऊ
बाबु टाढाबाट आउनु भएको छ, भोक लागिसक्यो होला। जाऊ जाऊ। हुन्छ आमा म मलाई ल हामी पनि भित्रै जाऊँ न त। ल पानी म ल्याउनु नि त। ल त बुवा म लागेँ। गइहालेर बाबु भने हजुर। 2-4 दिन बस्नु न, यसो रमाइलो गर्नु गाउँतिर अनि जानु नि घुमेर हेरेर। पछि आउँला नि आमा। पछि किन आएको बेलामा 2-4 दिन घुमेर जाँदा भइहाल्छ के अरे। बुवा मम्मीलाई पनि छोराको नेस्रो मिटिङ छ। भाउजीले भनिहाल्नु भयो अब 2-4 दिन यसो गाउँ घुमेर जानु पर्ला। ल त आमा म हिँडेँ अब। ए बाबु जानु लाग्नु भएको? हजुर हुन्छ हुन्छ बाबु, यसो बेला बेलामा अफिस छुट्टी हुँदाखेरि घुम्न आउँदै गर्नु होला है। हुन्छ बाबु। ए बाबु हिँड्नु लागेको हो? हजुर नमस्ते म हिँडेँ। नमस्ते बाबु। बेला बेला यसो आउँदै गर्नु है बाबु, यसो हुन्छ, हुन्छ। है। होइन बुढा, बुहारी माइत गएको यतिका दिन भइसक्यो, अहिलेसम्म आउँदैन नि त। कहाँ गयो नि ती? बाटो हेर्दा हेर्दै दिन गइसक्यो। नमस्ते बुवा, नमस्ते आमा, सन्चै हुन्छ? नमस्ते बाबु, बस्नु न एकछिन। आउनुहोस्। ए बुढी, यसो चिसो तातो के छ पानी लिएर आउनु है। अनि सुनाउनु के छ? सन्चै हुन्छ दुई?
एकदम ठिक छ बाबु। त्यही त के कति कामले आउनुभयो बाबु? त्यही त 30 पनि नजिकै आउन लाग्यो। त्यही भएर दिदीलाई लिन आएको। दिदीलाई लिन? हजुर। अनि बुवा त माइत गएको 1 हप्ता भइसक्यो त बाबु। हो त। घरमै आएन त, म त्यही भएर त आउँदैछु नि दिदी लिन। लौ न ए बुढा, छोरालाई फोन गर्नु न। कहाँ गइन् त तिमी? न छोरालाई पो भनेर गएको छन् कि थाहा छ कि छोरालाई फोन गर्नु त एकचोटि? ल एकपल्ट कल गरिहेर्छु है त। एकछिन त दिदी। हेलो। ल ल ल आयुष्मान बाबु आयुष्मान। अनि बाबु छ नि? तिमीलाई मिल्छ भने तुरुन्तै नेपाल आउनु पर्यो कि बाबु यहाँ। बुहारी गएको हप्तौँ भइसक्यो भने माइत पनि छैन, यहाँ उता कता पनि देखिँदैन। खै हामी त केही पनि पत्ता लगाउनु सकेन छोरा। ए ल ल हस् बाबा। ए बडाल्नै पनि सिधा। आमा ढोक रे आमा। के भन्नु बाबु? ल आयुष्मान बाबु। मुना कहाँ गयो होला त? खै बाबु कहाँसम्म कहाँ कहाँ खोज्ने होला त? लाइदिनु गएको सब कुरा थाहा छ मलाई। हो कहाँ छ त भन त मलाई। तपाईँ विदेश आएपछि तपाईँको केटा साथी यहाँ आएर तपाईँ फेरि भाउजू होइन त्यो त मैले जिस्केको पो त। को आयो? खै म हेर्छु है। तँलाई त म छोड्दिउँ। तँलाई म देखेर अचम्म लाग्यो होला होइन? भाइ एकछिन तिमी यहाँ बस तिमी। मेरो नाम हलदार साँडे, दिमाग चाहिँ अलिअलि आँडे, बढी नभए ढाडे। सर उहाँलाई के गर्ने? अनि उहाँलाई पनि लिएर जाने। यसलाई त म छोड्दिउँ। तपाईँलाई यहाँ हेरेर आएर होटलमा नाकोसँग तपाईँलाई म कहाँ छोड्छु? हिँड तपाईँ, यसलाई पनि लानुपर्छ सर। हिँड तपाईँ छिटो गोठमा